हेलो गाइस, इसमें बिन तो साया हाल म चाहिँ अहिले धनदेखि इटरदेखि धन जाँदै हो। अनि त्यहाँ काम पनि थियो र त्यसको लागि दाइको बाइक लिएको छु क्या मैले होइन। यो बाइकमा तर राइड चाहिँ दामी हुन्छ होइन, मजा लाग्यो यो बाइक कुदाउनुको लागि। यस्तो हो नि त हाम्रो बोधरहुड भन्ने कस्तो हुन्छ, एक वचनमा हुन्छ नि त। 100वटा साथी चाहिएन कि, बरु एउटा दुइटा साथी होस्, ज्यान दिने होस् क्या, हरेक चिज बुझ्ने होस् क्या। त्यही हो, त्यो 100वटा साथीको हुलमा हिँड्नु र मैले एउटा साथी इमान्दार त्यसलाई आफ्नो ज्यान दिने त्यसलाई हिँड्नुमा धेरै फरक हुन्छ क्या। त्यो फ्लेक्स के हानु केटाहरूको त, म चाहिँ हुलमा हिँड्ने केटाहरू त के गर्नु हो। अलिअलि चाहिँ अब हामी चाहिँ हो दाइको बाइक लिएर चाहिँ धनतिर जान लागिदिएको। अनि ठिकै छ, अरू के हुन्छ त्यो गाडीको पनि कन्डिसन पनि दामी नै छ होइन। पिकअपहरू पनि हत्ता लिइदिन्छ होइन, 81 होइन। अनि जस मजा लागिदिरहेको छ गाडी कुदाउन पनि। सोल्डो राइड हानिदिन्छु नि त, म त फेरि है सोल्डो ट्राभल पनि हानिदिरहेको हुन्छु। त्यसको लागि चाहिँ हो जस त्यसको यो बाइकको पनि अब दामी लाग्यो भनौँ न। फिचर्सहरू पनि, टियरहरू पनि, कुड सिफ्टरहरू पनि छ होइन, राम्रो छ। अनि अहिलेको लागि चाहिँ यति नै हो, कमेन्ट गरिरहेको हुन्छु। त्यो साथ त दाइको बाइकमा दाइ र मैले बाइक काटेको हो क्या। दाइ मेरो बाइक दाइसँग छ, दाइको बाइक मसँग छ। जस दाइको बाइक चाहिँ चिल हानिदिउँ न एक दुई दिन, एक दिन भनौँ न, एक दुई दिन चाहिँ होइन। म भोलि पर्सितिर ब्याक टु केटिएम भन्छु होला। अहिलेको लागि त्यति नै छ है। माया सबलाई गाइज।